वेलकम ब्याक टु माई च्यानल। म चाहिँ रुगा लाएर डेन्जर गाह्रो भइरहेको छैन। म टक्क डुल्ने भनिरहेको थिएँ आज साँझ उयो डाँडामा, यसको डाँडाको उतापट्टि सनराइज हुन्छ, सनराइजतिर जाने भनेको थिएँ होइन। सन्चो नभएको कारणले सकेन। भोलि म गाउँ जाँदैछु। लास्टै गाह्रो भइरहेको छ होइन। हेर्नु न त उता कुहिरो उता चाहिँ गुर्जा गाह्रो जलजला साइड म्याग्दीको भवा छैन त नि, वायल छ नि त। मरक छ हेर्दाखेरि के भन्छ यो निसालोर जोरपडन टक्क। मलाई चाहिँ डेन्जर भन्दा नि डेन्जर गाह्रो भइरहेछ। वायल हेर्नु न के भन्छ, साँझको भ्यू यस्तो बवाल छ। तर भोलि गएको भए होइन, बादल तल मान्छे माथि भइन्थ्यो। तर योचोटि सोचेको जस्तो भएन। सो त्यही हो। अब एकचोटि घर फोन गरेर मम्मीले, मैले चाहिँ चाबी लिएको थिएन, अनि माइजूकोमा बस्न गएको थिएँ। अनि के भन्छ त्यसलाई, माइजूकोमा बस्न गएको थिएँ। अनि घरमा फेरि बन्डेलले अलिक गएर बार भन्थेँ होइन। गएर हेर्छु अब बार बार्ने उस्तो छैन होइन, हालतमा त छैन। तर सकेछु भने म बार्छु, भने बार्ने कोसिस गर्छु मैले। सकेन भने त अब के नै गर्नु र होइन, त्यही हो। अब म चाहिँ मेरो घरतिर अब जानु लाग्यो। खासमा गाउँतिरको मान्छेहरू नि आइसक्न लाग्यो होला नि अब गाउँतिरको मान्छे पनि आयो होला नि, गोठ लिएर आउँदै छन्। अब आउँछन् बिस्तारै। तर आजभोलि पहिला म कति बच्चादेखि यही पऱ्यो भने त पहिलाको भन्दा अहिले धेरै विकसित भयो जस्तो लाग्छ होइन। धेरै विकसित छ जस्तो लाग्छ यता होइन। पहिलाको अब बाटो पनि त्यस्तै, अनि यो वातावरण त्यस्तै। तर हाम्रो गाउँमा चाहिँ आलु हुन्छ ढोरबाटमा सबभन्दा मेन कुरा। तर आलु चाहिँ हरि लगाएको जस्तो जोत्दै हिँडिदिन्छ होइन। जोत्दै हिँडिदिन्छ। अनि यो के फुल हो, सेतो फुल पनि तलदेखि माथि निक्लिरहेछ। अनि यहाँनिर एउटा घाँसको फुल पनि फलाइरहेको चाहिँ यहाँको मान्छे चाहिँ आउनु भएन क्या हो, मम्मीहरू चाहिँ आउनु भएन क्या। यहाँ चाहिँ अक्खा गरेर बार्नु भए रहेछ। उयो यल्लो कलरको फुल, यो चाहिँ घाँसको हो। म चाहिँ भर्खर घर जान्दा छु। सालासँग आएको, साला चाहिँ उँभो गएँ। म चाहिँ उस गर्न आएको थिएँ कि घर जाने, घोडा ल्याउन जानु भएको। तर घोडा ल्याउनु जानु बेला मैले हिँड्न नसकेर तिमी यहीँ नसकेन, म गएर घोडा खोजेर आउँछु भन्नुभएको थियो उनले भने। अनि घोडा चाहिँ यो माथिको साइडमा छ, अनि त्यही भएर हिँड्न सक्दैनौ, बिरामी छौ भन्यो। अनि मलाई कस्तो कि लाज गाह्रो, आँखा पनि हुन्छ नि रक्सी खाएको मान्छेहरू, टोप खाएको मान्छे जस्तो हुन्छ। पहिला खाना त मैले पनि खाएको भएर चाहिँ छोडेको। आँखा ठुलो बनाउन खोज्दा पनि सानो हुनै खोज्छ कि होइन। सहर हेर्नु त यस्तो मिठोमा ढोरबाटनमा आएर तपाईँहरूले एउटा ठाउँ घुम्ने ठाउँ तपाईँहरूलाई थाहै होइन। एउटा कुरा सर्वप्रथम यहीँ ढोरपाटन आएर यो डाँडामा जान सक्नुहुन्न तपाईँ एक रात स्टे गर्नलाई। वहाँ गएर बास बस्ने होइन, वहाँ गएर त्यो बास खानेकुराहरू आफै ल्याउनु पर्ने हुन्छ। होटलहरू छैन, पानी अलि तलदेखि बोक्न पर्ने हुन्छ। कति 3 मिनट जति लाग्छ होला माथि पानी लिएर जान। अनि यहीँ आएर त्यही जानु न, माथि वहाँ जानुभयो भने होइन, तलपट्टि माथि हिमाल पनि देखिन्छ। अनि तल उतापट्टिबाट सनराइज हुन्छ। अनि तल बादल हुन्छ आफू माथिपट्टि। त्यो ठाउँ तपाईँ ढोरबाटन घुम्न आउनेहरूले छुट्याइराख्नु भएको छ कि। म खासमा आज साँझ त्यहाँ जाने कुरा थियो, अनि भर्खर जाने कुरा थियो। अनि कस्तो भयो भन्दाखेरि मेरो चाहिँ सालाको पनि माइजू आउनु, उहाँ उडुतिर जानुभएको थियो, माइजू आउनु लाउनु भएको रहेछ। अनि जान नभ्याउने भयो, उनको पनि घरको काम। अनि म पनि अब एक्लै जानु अब बिरामी भएर अलि अस्वस्थ स्वस्थ नभएर बिरामी हल्का रुगा लाएर अनि जान अलि झ्याउ नै टाइपको हुन्छ नि त। अब लाइक अब टोपी त झिक्नु नपर्ने, लास्ट ठाउँ दुखिरहेको छ होइन। अब
गएर तपाईँहरूलाई देखाउने प्लान थियो तर मैले सकेन देखाउनलाई। अब त देउरालीमा अब केही वर्षमा त अब उस नै हुन्छ के भन्छ पानी नै हाल्छन् उयो माथिदेखि। केही वर्ष भन्दा पनि झारा लागिसक्यो। अबको एक हप्ताभित्रमा आउँछ। यदि ढोरपाटन आउनु आएको मान्छेहरूले आएर पनि यो ढोरपाटनको फाँसको मात्रै नभएर माथि बुगिपाटनतिर अनि पिसपाटनतिर अनि जलजलातिर गएर जलजला त तपाईँहरू सबै जानुहुन्छ गाडीमा आएर गाडी जान्छ सबै जानुहुन्छ होइन। तर यही आएर धेरै लागे मान्छेहरू यहाँदेखि जान 1.5 घन्टा लाग्ने बाटोमा गएर त्यस्तो भुवा भ्यू नहेरेर अनि यहाँ तल आएर तलपट्टि आएर यस्तो रहेछ भनेर जज गर्नु राम्रो त राम्रै छ तर धेरै जस्तो मान्छेले राम्रो नै भन्छ होइन। तर यहाँ तल आएर जज गर्नु भन्दाखेरि होइन तपाईँहरू अलि भ्यू पोइन्टमा जानु न भ्यू पोइन्टमा जानु होइन। यस्तो तल त होइन कहिले यो भ्यू भनेको सधैँ पनि देखिराख्ने नै हो हुनलाई। तर जम्मा यहाँदेखि 3 घन्टा स्टे गरेर यहीँनिरको डाँडामा गएर तलपट्टि सनराइज र हिमाल हेर्न पनि जान सक्नुहुन्न क्या तपाईँहरू। भन्नु त तपाईँहरू कति कमजोर भन्दा पनि अब कति कमजोर होला। अब त्यस्तै काम परेको होइन जब डुल्ने नै टाइपले आएपछि होइन त डुल्नुहोस् न घुम्नुहोस् मजाले के हो र गाइस घुम्नुहोस् मजाले। यहाँ पनि फेरि थरी ठाउँ छ। बुगिपाटन उयो साइडमा भयो के अरे बुगिपाटन गएर तपाईँहरूले होइन बुगिपाटन गएर उस गर्न सक्नु भएन भने जान सक्नु भएन भने घोडामा पनि उस छ घोडाको पनि व्यवस्था छ घोडामा पनि जान सक्नुहुन्छ। अनि के भन्छ अनि यो साइडमा पनि के भन्छ यो बुगी यदि जानै नसक्ने लेकहरू लाग्ने खालको भयो भने पनि तपाईँहरू होइन भइहाल्यो भने पनि यहाँनिर आएर यसको उतापट्टि गएर सनराइज अनि तलपट्टि कुहिरो अनि यहीँदेखि हिमालहरू देखिन्छ धेरै। त्यही हो अब सबै घुम्नु यहाँ यही हो। अब भर्खर त म घरतिर आइपुग्न लाग्यो होइन बाटोमा भाउजू आउनु भएर उहाँसँग कुरा गरेँ। यहाँतिर चाहिँ फुल बल्ल योमा रहेछ फुल अलिअलि सिगाल्नु लास्टै नाच्नै लास्टै होइन दुगाएर टाउको उस गरेर पनि डेन्जर दुखेछ। फुल चाहिँ फुल्नु रहेछ अलि माथिल्लो टाइपमा आयो भने भन्न राम्रो देखिन्छ। अलि ठुलो भयो भने चाहिँ आलु फलेन त अलि थाहा छैन। भर्खर फाइनली घर पनि आइपुग्यो मेरो घर होइन मेरो घर। अनि यो माथि अनि जलजला म्याग्दी अनि बुगिपाटन अनि उता तकसेरा नि यो साइडबाट यहाँ चाहिँ यस्तो छ बारहरू बढेर आलु खान्छ भनेर भाउजू नआए पनि मान्छे लगाउनु भएर रहेछ। आलु सकिन लाग्यो जस्तो छ भाउजूको। यहाँ चाहिँ टाढो भएको कारणले नाच्नु त्यो खुट्टा लड्को अनि त खुलित्तै काट्छ फेरि काट्छ त्यही भएर यहाँ चाहिँ मान्छेहरू हुनुहुन्छ भाउजू म चाहिँ बार नलाई कताबाट अहिले सब बार हेर्छु। आज राति बसेर बन्नेले आलु खायो अरे अनि पठाउनु भएको छ मम्मीले आएको गरेको छिटो यहाँ अब यस्तो टाउको दुखेछ बार त यस्तो छ यहीँदेखि बसे जस्तो यस्तो छ भने ठाउँले हुन्छ होइन।
यस्तो छ पुरै यस्तो छ लुगाले बाँधेको बारमा त अब तारमा त अरे न झन् लुगाले बारेकोमा यत्रोको अरू पुरै जोटेछ यार एकचोटि बोक्यो भने हिँड्छ यो त बोकेर है हिँडेर जान्छ यार मोमो घरमा आइपुगे मान्छेको छेउ त्यस्तो बोल्न सक्ने अझै पनि उ छैन कन्फिडेन्ट बाहिर हेर्छु एकलट यहाँदेखि बसेर चाहिँ अझ पक्यो खेत पनि देखाउँछु चल्नु पाटापाटा झन् त्यो पनि छैन के हो र त्यही छैन गाई चाहिँ कहिले खायो होला यस्तो धरबाडनमा आलु खान पाइन्न यार त्यहाँदेखि सब जोडिदियो यस्तो टाइपको होइन एउटा दुइटा निक्लिँदा कुदाउनै नपर्ने तरिकाले हेर्ने खान्छ खाए नै मेरै खान्छ गाईहरू पनि पस्ने रहेछन् आलु अलिअलि हुन लारहेछ भाउजूहरूको त फेरि हरियो भाषा त यता त उ पो खाछो यही मात्रै खाइदिएछ होइन टक्क यहाँ भर्खर घरमा आइपुगेर बसेको आलु चाहिँ सबै खाइसकेछ यो बरेलले अब कि मान्छे नै यहीँ बस्नु पर्यो होइन कुकुर 8-10 त राखेपछि नखाला होइन मान्छेको चारो अब सुट्टिन्छ भए पनि सुट्टिन्छ त्यही भएर कुकुर पाल्न पर्छ होइन कुकुर पालेर उस गर्न पर्छ आलु खानलाई कि मान्छे नै यही स्टे गरेर यही मान्छे बसेर कुकुरहरू राखेर नमारेर ढपाएर उस गऱ्यो भने आलु खान पाइएला नत्र हालत छैन यो खेतमा त झन् सबै खान्छ यता तारो मुनिमा नि खाइदिएछ अनि मेरो झन् बाह्रै यस्तो वाउ हेर न फेरि सनसेट बोबाल भइरहेछ यहाँ सनसेट डेन्जर भएको छैन बाह्रै कस्तो मादर छु औडा भइदियो अन्त यस्तो बारमा हरिन्छ यहाँ ल के हालेर बाँधिदिने यहाँ गल्नु छैन काट गर्ने जाने आरोचले सकाइदेऊ हालिदिन्छु लगेर होइन त्यो त राम्रो हो तर यस्तो विधि चाहिँ अब जुन भने धुरपाटनमा उत्पादन हुने चिज नै हुन्न भने होइन अब यहाँ मान्छे घुम्न पर्यटकहरूलाई के खान दिने त नि भन्ने उ छ होइन यस्तरी खाइदियो भने त अब होइन आलु खाइदियो भने घुम्न आउने पर्यटकहरू भयो अनि यहाँ 2-4 वर्षमा त यही चाल हो भने त होइन 2-4 वर्षमा त यो ढोरपाटनमा के पाउँछ र ढोरपाटनको वातावरण कस्तो छ ढोरपाटनमा गएर खानेकुरा के पाउँछ भन्दाखेरि त सबै खेत त बाजै होला त यार होइन के हो कुरा आलु नै छैन जुन खेतमा गयो होइन उयोमा अलिअलि छ यहाँ कुटाएछन् मान्छेले मम्मीहरूले अस्तितिर खाछ भन्दै थिएँ फेरि उम्रिनलाई तर यो सबै नखाएर चाहिँ फेरि पनि रोप्नु होला यो तल्नुमा चाहिँ खाएन होइन मेरो पनि गाईहरू चर्ने रहेछन् 12 गतिलो होइन मेरो त अब अरू डोज पनि दिनुहुन्न पहिला आफ्नो उस गर्नुपर्छ अनि के भन्नु कि म यार गाई 2-4 वर्षमा एउटा अब पर्यटकहरूलाई होइन यहाँको चिज ल यहाँ अब एउटा के भन्छ आफ्नो भाषा छ न आफ्नै संस्कार हुन्छ नि त्यसको न ड्रेस छ भएको भने यही एउटा आलु हो होइन ढोरपाटनमा आएर ढोरपाटनमा के भन्छ यो घुम्न आउने पर्यटकहरूले हजुर
कहाँ बसे बस्नु अनि पर्यटकहरूलाई खाना खोज्यो भने के दिने अब त्यो बार बारेर दिँगाल नखाने बन्नेलले सक्छ त्योभन्दा बारै बार्दैन त्यही अब यता चाहिँ भाइ चाहिँ उहीँ गइछ उसको कामले गरेर उडो गइसकेछ होइन है त गाइस अब पर्यटकहरूलाई पनि अब खाना होइन यहाँ आएर हुन्छ नि यहाँको के छ अर्ग्यानिक चिज खाम भन्दा पनि अर्ग्यानिक चिज ल यो पकाउँछु खाम यो चाहिँ खाम भन्ने उस छैन के अब स्याउको रुखहरू पनि बिस्तारै बिस्तारै मासिँदै छ यहाँ पाउने भनेको स्याउ सिबी विशेष मात्रामा आलु होइन अब आलु पनि अब हुन्छ नि आलु नै लाइक नभएपछि त अब के गर्नु त नि भन्नु नि तपाईँ आफै आलु नै अब आलु हो होइन यहाँको उस तर यहाँको आलु नै नफलेपछि अब के गर्न सकिन्छ भन्नु त ल तपाईँ आफैले औडै हुन्न उडो चाहिँ कलाउडो हेर्नु न माथि क्या म वाल छ नि धोब्रा फेरि यस्तो निलो आकाश हेर्न पाइन्छ अनि यता अनि यहाँ सनसेट हेर्न पाइन्छ सनसेट र सनराइज दुइटै हेर्न पाइन्छ तर सनराइज यहाँदेखि हेर्न पाइन्न सनसेट यहाँदेखि हेर्न पाइन्छ यही हो कुरा सनराइज हेर्ने भए चाहिँ यो डाँडाको माथितिर गएपछि उहीँ गएर एक रात नाइट स्टे गरेर हेर्न सक्नुहुन्छ तपाईँहरूले सो मेरो भिडियोलाई मनपर्छ भने लाइक सेयर सब्सक्राइब गर्न नभुलिदिनु होला थ्याङ्क यू फर वाचिङ अब हाम्रो भेट हुन्छ अर्को नेक्स्ट भिडियोमा